लौ त दर्शकवृन्द, हजुरहरूले यहाँ एउटा झार देखिरहनु भएको छ। यो झार तपाईँहरूले देख्नु भएको होला वरिपरि, तपाईँहरूको घर वरिपरि सायद हुन्छ। यो औलमा पनि हुँदो रहेछ, लेकमा पनि हुन्छ। र यो झार चाहिँ सायद तपाईँहरूले नाम याद पनि होला। यो झार चाहिँ यति अचुक झार रहेछ, यति साह्रो अचुक दबाई भन्छ नि यसलाई क्या, एकदमै डरलाग्दो। पाइल्सको चाहिँ दबाई एकदमै अचुक दबाई भनेर चाहिँ जान्नमा आयो। र यो कस्तो रहेछ, के रहेछ, यहाँ हामी एकजना हाम्रो फुपू हुनुहुन्छ, उहाँले तपाईँहरूलाई बताउनु हुनेछ यसको वृत्तान्त रूपमा। हजुर समक्ष यहाँ फुपूले राख्नुहुनेछ। र एकदमै कमन बिमारी जो पाइल्स भन्छ है, हर्ष भन्छ, र त्यसको चाहिँ मजाले यहाँ होम रेमेडी कसरी के हो कसो हो, यो झारको के छ भूमिका भनेर चाहिँ हजुर समक्ष यहाँ फुपूले भन्नुहुनेछ। फुपू यसको विशेषता बताइदिनुहोस् न। यो पाइल्सको दबाई अब पाइल्स अब अहिले पो यसको नाम उयो गरेको थियो, नभए त उयो भन्थ्यो हर्ष है, हर्षको दबाई भन्थ्यो। तर अहिले पाइल्स भन्छ। तर यो मासुसँग खानेलाई छिट्टो भेट्छ। अब मासु मांस नखानेलाई चाहिँ अलिक धेरै खानुपर्छ, कम्तीले हुँदैन। हजुर मासु खानेलाई चाहिँ लु एकै खोराकले नै ठङ्गै हुन्छ, जाति हुन्छ। मासु नखानेलाई चाहिँ अलिक खानु पर्यो। यो चाहिँ कुन चाहिँ झार हो, कसरी खानुपर्छ बताइदिनुहोस् न। यो दुधे झार हो। हजुर दुध आउँछ हजुर यसो चुडाउँदाखेरि। हजुर दुधे झार। हजुर अनि झार फेदसँगै उखाल्यो, धोइधाइ पार्यो, त्यहाँदेखि कुच्याएर हजुर त्यहाँदेखि कपडसन गरेर खानु पर्यो, अरू केही मिसाउनु पर्दैन। हजुर हजुर ए हजुर। कहिले कतिको समयमा खानु पर्यो? अब यो चाहिँ अब त्यही हो, अब मासु मांस नखानेलाई चाहिँ अब अलिक खानु पर्यो होइन। मासु मांस खानेलाई चाहिँ यत्रो यसको बोतल के भन्छ, कोको कोला हुन्छ नि, स्प्राइटको बोतल, स्प्राइटको बोतलहरू हो, त्यस्तोको 2 बोतलसम्म चाहिँ खानै पर्छ। मासु मांस नखानेलाई चाहिँ, मासु खानेलाई चाहिँ लु एकै बोतलले छ्याप गर्छ। यो चाहिँ बहुत ठुलो दबाई, अचुक दबाई है, एकदम जड। डक्टरको दबाईले जित्छ, यसले जित्छ है। राम्रो, बहुत राम्रो नि हो। र अब यहाँ गोर्खे नाम चाहिँ के हो? जनालाई खुवाएर जाति पारिन नि हो। मर्नु आँटिसकेको मान्छेहरू पनि बाँचे यसले है। यति राम्रो दबाई है। म सबलाई चिनाउँछु, कतिले यादै गर्दैन के, मर्दा मात्रै चाल पाउँछ।